सकेनन्। अहिले छडपष्ट भए भनिरहेको कुराहरू सुन्न सकिन्छ र छडपष्ट हुँदै गरेको जिम्मे पुस्ताहरूलाई पनि सम्पूर्णमा के आह्वान गर्न चाहन्छु भने अब छडपष्ट नहोइदिनुहोस्। अब यो राष्ट्रिय परिवर्तन पार्टी भनेकै हिजो गएर जे जति पनि शहीदहरूको सपना थियो, हामी एकमुष्ट आन्दोलनमा जुन सपना लिएर गएका थियौँ त्यही सपनालाई सार्थक बनाउनको लागि खोलिएको राष्ट्रिय परिवर्तन पार्टी हो। तपाईँहरू सबै चाहिँ यो जेएनजी पुस्तालाई आग्रह गर्न चाहन्छु, सबैजना एकजुट भई आउनुहोस्, राष्ट्रिय परिवर्तन पार्टीमा समावेश होस् र सबैजना युवा देशप्रेमी युवाहरू मिलेर यी भ्रष्ट जो देशलाई हामी 30औं वर्ष शासन गर्दाखेरि पनि देश विकासतर्फ त परै जाओस्, झन देशलाई दिउँदो बनाउँदै गएको शक्तिहरूलाई चाहिँ हामी नयाँ शक्तिहरू मिलेर एकजुट भएर अगाडि बढेर तिनीहरूलाई सखाप बनाउँदै एउटा समृद्ध नयाँ नेपालको सिर्जना गरौँ।